ल है साथी हो आज चाहिँ कोदोको ढेँडो र लोकल कुखुराको मासुसँग खाना लाग्छ अनि अलि भोक कम छ त्यसैले खाना थोरै छ अनि डल्ले खुर्सानी पनि छ है साथी हो। डल्ले खुर्सानीको स्वाद चाहिँ कति मिठो हुन्छ भने तपाईँ हामी सबैले थाहा नै छ। यस्तो गरेर कति मिठो है। कोदो पनि यताको होइन नि पहाडतिर होइन यता जुगी बानीतिरको त अर्कै मिठो हुन्छ है अर्कै तरिकाले। चितवनतिरको होइन चितवनतिरको मासु पनि यत्रो यत्रो छ है भाइ साथी हो। यसरी खानुपर्छ। मिठो 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 छ साथीहरू। कहाँ मिठो साथी हो। यस्तै यस्तै खाना खायो भने त हामी त मोटाउने होइन दुब्लाउँछ होला। आहा